महानुभावहरूले हाम्रो आयोजक टिमसँग सम्पर्क गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दै फेरि म यतिखेर शुभकामना मन्तव्यलाई जोड्न चाहन्छु। समय ढल्किसकेको छ। अतिथिज्यूहरूले पक्कै पनि समयको पाबन्दीलाई मध्यनजर गरेर छोटो शुभकामना दिनुहुने छ भन्ने मैले अपेक्षा लिएको छु। तसर्थ यतिखेर आफ्नो शुभकामना मन्तव्य राखिदिनको लागि छिमेकी जिल्ला बागलुङ जिल्ला निसीखोला गाउँपालिकाका श्रोते अध्यक्ष श्री सूर्यबहादुर खत्रीज्यूलाई आफ्नो शुभकामना मन्तव्यको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सञ्चालकज्यू, आज यस पूर्वी रुकुम जिल्ला भूमि गाउँ 2082 का अध्यक्ष एवं यसै गाउँपालिकाका